गाउँमै भयो नि रहेछ घर भएको त ल्याफ्रे ल्याफ्रे कहाँ जान आएको त हे बिचको त देख्याछ पाखे झै कपाल पनि हेर्न लागे झै देखिरहेछ त्यसै खाएको कति दिन भो नुहाइ धुवाइ नभएको ए दिमाग खुस्के रहेछ त्यो हाँडीको पछि पछि कुद्दै थियो गाडीको ए कि हिँड्या हो कामको खोजीमा मकै भटमा सालेर गोजीमा ए झारदिम क्या हो कालेको बङ्गारा मोमो दिएको खायो नि नङ्गारा ए बुनो तिम्रो छिनेछ तना यो सहरमा बिजेती नबन ए चप्पल तना चुडेको झोकमा पोलिराथी बाला जुचोको ए बुझिहाल्छन् गाउँलेको बेहोरा चिकन मोमो भनेको के हो ए जे देखे नि पाखेलाई सस्तै हो तेरो गाउँको खरबुजा जस्तै हो टिभीतिर देखे थिएँ पहिले त अबे शिलाले भेटे नि मैले त ए त्यत्रो ठुलो गायिका अभिनी कि त तँलाई इसारा दिथिन् रित्तै हो कि हातमा केही लिथिन् ए नमस्कार भनेथे चिन्न त चिने थिइन् टोकै साग बोकी ए पारी यसले बाँच्नु कि मर्नु नि काम गर्दा त मार्क्स लाएर गर्नु ए सत्य यो हो सबैले माना म जस्तै छिन् साग बेच्ने एकजना ए सुन्तला र स्याउ भन्ने गीत गाएको अहिले आएर साग बेचिन् के ए बिना सुरमै किन हो हिँड्ने म होइन कि किन हो नचिन्ने ए यो कल्लुवाले बोलायो गिरेर मेरो कारको झ्यालबाट छिरेर खासै कुरा सुनेन हाम्रो सुन्न त्यो खासै कुरा सुनेन हाम्रो त्यो मान्छे त बेसरी नराम्रो ए आएको रहेछ त्यो पश्चिम दिशाड आधी टाउको छिरायो नि सिसाड ए अन्त छैनन् राजु दाई देशमै छन् रेडियोमा फुटाउ त त्यसमै छन् त्यो भाले भन्ने कलाकारले खत्रै शान्ति यो उमेश भन्ने गायक पनि त्यही थियो हे शिला बाई कसलाई किन्दिन को हो उमेश मैले त चिन्दिन ए चिनी छैनस् नभन्या मान्छेस् यति खानी बाइक के जान्छस् ए कलाकारलाई न इज्जत दिन्छ गाई र भैँसी चिन्नेले कहाँ चिन्छ छोरी बुढैमा के भनेको ना चुचे चुचेले पोकेदारी पालेको फुचेले छोरी बुढैमा ए बाबु नानी हो राम्रोसँग बता हो तिमीहरूको पहाड घर कता हो छोरी बुढैमा ए हाम्रो पनि गाउँमा त घर छ दाइ धादिङ जिल्लाको मासतिर पर्छ दाइ छोरी बुढैमा ए काले चाहिँलाई हेर्नुहोस् त उताड एउटा औलो निस्किएछ जुत्ताड अरू छैन जुत्ता नै यति हो हिँड्दै हिँड्दै नराम्रोसँग चेती ए पक्कै विकट ठाउँबाट आएको छ आजकल पनि गोली स्टार लाएको छ ए दङ्खाए अग्लो टोयलेट पेन देखेर मैले दिशा गरिदिएँ टेकेर ए धादिङवासी हुन्छन् नि खासका पक्कै यिनी हुन् आछाम आसपासका छोरी बुढैमा